फुल भिडियो हान्न पर्यो कि मिस हैन उताबाट टक्क देखिन्छ अहिले नबजाउने है म्युजिक कसमा भन्छ सक्यो मिस म्युजिक बजाइदिने बजाउनु नाट्य रूपांतर तारुनाथ पराजय सुषमा पराजय र नारायण बाबु रामनाथ र आनन्दले आफ्ना कान्छा छोरा अमेरिका पठाउन विदायमा लागेका छन् साथमा रामनाथकी छोरी पनि छ छोराको मुहारमा चमक छ भने अरू चिन्तित छ विदाईको बेला आँसु नखसालौँ भने पनि मलाई मान्दैनन् बाबु कतिजनालाई राख्नु भएको 2 वर्ष पहिले तिनका दाजुभाउजू जाँदा खेलेर आफूलाई सम्हालेकी थिए वन वीक सम्म होला नि के गर्नु गएर सोधेर कसैलाई मार्बल छ कि छैन भनेर हुन्छ म पढ्न मात्रै त जाँदैछु नि आमा हलेर 3 वर्षमा पढे सकेर 15 वटा जति नेपालमै बस्ने गरेर फर्किहाल्छु पाइन्छ नि न मार्बल बुबा यसपन पनि आमालाई सम्झाउनु न गरौँ आनन्दी यसरी त्यत्रो कुरा गरेका होइनौ र कान्छाले 3 वर्षमा पढाइसकेर त्यसमै फर्कने अनि हामीले खोजेको केटीसँग बिहा गर्छु भनेको छ त यो सायदको बेलामा आँसु नझार आनन्दी आमाको मन भएर होला मुटुको टुक्रा आफूलाई छोडेर हिँडेको कसरी सहनु आमालाई नबिर्सियो है मेरो बाबु छिट्टै फर्केर आयो है बाबु तिमीलाई पशुपतिले रक्षा गरून् दक्षिणकालीले रक्षा गरून् आनन्दी तिमी चिन्ता नगर बाबुलाई एयरपोर्टबाट उडाएर आउँछु सब तिमी पनि भित्र गएर आराम गर साढे 2 वर्षपछि आनन्दी म पनि दिनभर कामबाट लखतरान परेर फर्कन्छु तिमी घरकै कामले थाकेकी छौ आज के गरेर दिन बितायो त नि उही त हो नि मेरो सधैँको काम हजुर अफिस गएपछि एकछिन बारीतिर डुल्यो धेरै भएको थियो ठुलेको कोठा खोलेर नहेरेको माकुराको जाडो धुलो हेरिन सक्नु भएको रहेछ त्यही सफा गर्दा गर्दै दिन बित्यो हुन्छ आनन्दी म पनि अफिसको कामले धेरै थाकेको छु तिमी पनि आराम गर सात समुद्र पारी कसरी बसेका छौ होला मेरा बाबुहरू यहाँ हुँदा कहिल्यै काँक्रोबाट पानी समेत सारेर खाएनौ अर्काको देशमा पढ्दै काम गर्दै भान्साको काम समेत आफैले कसरी गरेका होला सानो बाबु तिमीलाई कति गाह्रो होला भोलिपल्ट बिहान भान्सामा आज त माघे सङ्क्रान्ति उनीहरूले मान्यो होला नि त घिउ चाकु तताएर भातमा झैँ गरेर खान कान्छालाई खुबै मन पर्थ्यो खायो होला नि त त्यसरी बुढाबुढी भइसकेका बाआमा छोडी विदेश गएका छोराहरूको के को चिन्ता गर्नु
घिउसाको खान्छन् होला र तिनले पिज्जा बर्गर खाएर रमाइरहेका होला नि। बिना सित्ती उनीहरूको के को चिन्ता गर्छु? अनि आफ्नै सन्तानको चिन्ता पनि नगर्नु त। छोरा छोरा छोरा, मलाई त छोराहरूको कुरै गर्न मन लाग्दैन आनन्दी। आफूले त्यत्रो दुःख गरेर कपडाको यत्रो व्यवसाय खडा गरी मुचुको बिरामी छु, अफिस कहिले छोड्न मिल्दैन। कान्छो त ल पढ्न भनेर गयो, सेठो यहीँ बसेर व्यापार धान्नुपर्ने होइन। यहाँ आफ्नो व्यवहार सम्हाल्ने कोही छैन, उता अरूको काम खोज्दै बहुतारिरहेका छन्। दोस्रो नागरिकको दर्जा लिएर दिनरात पसिना बगाउने रहर मूर्खहरूको। पढ्नुहोस् त, छोरीको फोन आयो। आमा, दर्शन सन्चै हुनुहुन्छ? बाबा नि? हामी सन्चै छौँ। तिमीहरूलाई कस्तो छ नानी? नआएको पनि धेरै भयो। के गर्नु आमा, फुर्सद नै हुँदैन। पत्रिकाको जागिर, 24 घन्टा व्यस्त। घरको काम, बच्चा स्कुल पठाऊ। रातमा पनि छोराछोरी सुतेपछि बल्ल लेख्न सुरु गर्छु। कहिलेकाहीँ त कम्प्युटर चलाउँदा चलाउँदै भारे नै बस्छ। खै अहिलेको यो कस्तो काम हो। समुद्रपारिका त आएनन्। एउटै सहरमा भएर पनि भेट्न नमिल्ने। म त केही बुझ्दिनँ। त्यसो नभन्नु न आमा, आफ्नो ख्याल राख्नु है। मैले फोन राखेँ, बाबाको पनि ख्याल गर्नु होला। भोलिपल्ट बिहान बुबा दर्शन ल आशीर्वाद छ बा। किन यति सबै फोन गरेर त नि आज? सबै हालचाल त ठिकै छन्? सब ठिक छ बुबा। एकपल्ट आमालाई दिनुहोस् न। बाबु सन्चै छौ? हामी सन्चै छौँ आमा, तर सानुले अस्पतालमा भर्ना गरेका छौँ। एकपल्ट सानुका नाममा कुलदेवतालाई बत्ती बालिदिनुहोस् न है आमा। हस् बाबु। अनि के? मेरी नातिनीलाई छिट्टै सन्चोस् भगवान्। हे सङ्कट माता, हे महाकाल बाबा, हे भद्रकाली माई, उसको रक्षा गर। म आज दर्शन गर्न आउनेछु। मेरी नातिनीलाई छिट्टै सन्चोस्। नातिनीलाई कस्तो भयो? फोन आएको छ त? हामी तिमी बढी चिन्ता लिन्छौ कि? छोराको फोन आएको थियो, नातिनीलाई सन्चो भएको छ अरे। विकसित देशमा उपचार त भइहाल्छ नि। मैले त बल्ल मुखमा पानी हालेँ आज। आमा, दर्शन आशीर्वाद बाबु। सानुलाई अहिले कस्तो छ? सानुलाई अहिले सन्चो भएको छ आमा। डाक्टरले चिन्ता पनि लिनु पर्दैन भनेका छन्। खै नातिनीलाई हेर्नु मिल्दैन? म अहिले काममा आइसकेँ नि आमा, बुहारी पनि काममा छिन्। नातिनी अस्पतालमै छिन्, भोलि बोल्नु होला है। अनि आमा, बरु यता अस्ट्रेलिया आउने कुरा के भएछ आमा? यतै आउनु भने भेट्न पनि पाउनुहुन्थ्यो। त्यसबारे के सोच्नु भएको छ मलाई भन्नु है आमा। हस् धन्यवाद। छोराले अस्ट्रेलिया बोलाएको बोलाइ छ। जाउँ न त
त एकपल्ट उनीहरूलाई भेटेर आऊँ। नातिनी 1 वर्ष हुँदा देश छोडेका, अहिले त सानो 5 वर्षकी पुगिसके। कहिले देखो चाहिँ भएको छ मलाई त। हुन्छ आनन्दी, मिसो मिलाएर जाउँला नि। केही दिनपछि दिउँसो बाबु सन्चै छौ? दर्शन आमा, म सन्चै छु। आमा, मैले पढाइ सकेँ नि, अन्तिम परीक्षा पनि राम्रो अङ्क ल्याएर पास गरेँ। अब घरबाट खर्च पनि पर्दैन। यत्रो दुःख गरेर पढियो, नेपालमा अवसर पनि छैन। केही वर्ष यतै काम गर्ने मनसाय बनाएको छु। किन र बाबु? पढाइ सकिसकेपछि नेपालमै आएर यतै काम गर्छु भनेको होइन? फेरि तिम्रो बिहे पनि त गर्नु छ। केटी समेत हेरेर राखेका छौ हामीले त। केही वर्ष त काम गरेर अनुभव बटुल्नु पर्यो नि। मेरो बिहेको चिन्ता नगर्नु त्यता। अनि के आमा, मैले यता केटी मन पराएको छु। उनका परिवार पनि यतै बस्छन्। बरु मिल्छ भने बिहेमा यतै आउनु होला। ल त नि आमा, म अहिले अलि हतारमा छु। फोन राख्छु है। त्यही दिन साँझ आनन्दी, के पो तिमीलाई? आज निकै मिलाउने देखिएकी छौ त। आज दिउँसो कान्छाको फोन आएको थियो। के भन्यो त नि तिम्रो कान्छाले? आज कान्छाले पनि आउन भन्यो। केटी उतै हेरेर बसेको छ अरे। समय मिलेमा बिहेमा आउनु होला भन्छ। मेरो भाग्य त कस्तो रहेछ नि। तिमी नाच्थ्यौ आनन्दी। उनीहरूको र हाम्रो बाटो अलग भइसक्यो। हामी अब उनीहरू बिना बाँच्न सिक्नुपर्छ। उनीहरूले विदेशको रमझम र मोहमा परेर हामीलाई बिर्सिसके। उनीहरू फर्कन सक्दैन, हामी यहाँबाट उम्कन सक्दैन। बिर्थे तिमी आफ्नो मुटु नजला। उनीहरूलाई हाम्रो परिवार चिन्ता छैन भने हामी मात्रै उनीहरूको चिन्तामा किन चलिरहने? तपाईँको मुटु त ढुङ्गाको पो हो कि? तिमीसित आमाको हृदय छ भने मसित पनि बुबाको हृदय छ। तिमीले बिर्स्यौ, तिमी छोराहरू बिरामी पर्दा हामी रातभर नसुतेको। एकछिन तिनीहरू हराउँदा चिन्तित भएर टोल टोल खोज्दै हिँडेको। सारा जिन्दगी तिनकै लागि भनेर पसिना बगायौँ। तिनकै शिक्षा दीक्षा सुख सुविधा स्याहार सुसारका लागि दिनरात नबनी दुःख गरेको बिर्स्यौ। ठुलेको 1 रुपैयाँ खर्च नलगाई बिहे गरिदिन हामीलाई कति दुःख परेको थियो। एउटा सन्तान जन्मन साथ यत्रो व्यवहार लट्याएर अस्ट्रेलिया गयो। सानै पनि पढाइको बहाना बनाएर जिद्दी गर्दै अमेरिकातिर आनियो। पढाइ त एक बहाना मात्र हो। के यहाँ राम्रा क्याम्पस छैनन्? आमा बुवालाई लट्याएर विदेशिने स्वार्थी छोराहरूको के को चिन्ता? के तिनलाई धनको कमी थियो र? मुटु रकी बुवा र कमजोर आमालाई छोडेर परदेश जानुपर्ने? भन, त्यसको जवाब छ तिमीसँग? तिनी बाध्यताले गएका होइनन् आनन्दी, रहरले गएका हुन्। स्वतन्त्र जीवन बाँच्न र विदेशको रमझममा रमिन गएका हुन्। रामनारायण विरक्तिले जान्छ।
आनन्दी पनि आशा टुटेकाले बिरामीले थला पर्छन्। रामनाथले छोरीलाई फोन गर्छन्। छोरी, हजुर बुवा। आमालाई अलि गाह्रो बुबा, तिमी यता आऊ है आज। ए हस् बुवा। तिमीलाई पनि धेरै समय त नहोला, एउटी बहिनीलाई कामदारको रूपमा बोलाएको छु। दुवै मिलेर आमाको ख्याल राख्नु है। हस् बुवा, चिन्ता नलिनु। ठुलै आमा सिकिस् त बिरामी भएकी छे। बुहारी पठाउँछु भनेर नि पठाइनस्। छोराछोरीको मुख देख्न पाए, नाति नातिनालाई काखमा लिन पाए हुन्थ्यो भनेको भनै छ। सबै आऊ न। बुबा बुझ्नुहोस् न, बिदा मिलाएर आउँछु भनेकै त छु नि। बुहारीलाई छिट्टै पठाउँला बरु। त्यहाँ दिदी हुनुहुन्छ त, तपाईँहरू नातिनु न। हामी आउँछौँ के, हामी छिट्टै आउँछौँ। बुबा दर्शन भाकी मानिनु बाबु, आमा सिकिस् त छे। एक नै इच्छा चाहना पुरा गर्न सक्ने तिम्रो साथीहरू आइरहेको देख्छु। तिमी पनि आएर आमालाई एकपटक भेटेर जाऊ न बरु। बुबा नेपाल होइन नि यो, त्यति सजिलै त कसरी आउन मिल्छ र। भर्खरै काम सुरु गरेको छु, भिजा टिकट मिलाउनु पर्यो, बिदा माग्नु पर्यो, बिस्तारै आइहाल्छु नि। हस् त बुबा, अहिले राखेँ। हजुरहरू सधैँ यस्तै कुरा मात्रै गर्नुहुन्छ। समय बित्दै जान्छ। एउटी आमाले आफ्ना सन्ततिको मुख हेर्न पनि नपाउने, आखी सास फेर्न बस्दा पनि सन्तान फर्केर आउन नचाहने, सन्तानलाई अँगाल्न नपाई यो छातीभरिको ममता यत्तिकै सुखाउनु पर्ने, यो कस्तो समय हो, यो कस्तो समय पीडा हो। हताश नहो आनन्दी, छोराछोरीहरू चराचुरुङ्गीका बचेर जस्तै हो। चराचुरुङ्गीका बचेर पखेटा लागेपछि उडेर बसाइ सर्छ। मान्छेका बच्चा उडा लागेपछि बसाइ सराइ गर्छ र बाबुआमाबाट टाढा हुन्छ। यो प्रकृतिको नियम नै हो। हाम्रो मात्र होइन आनन्दी, घर घरमा यही स्थिति छ। तिमीले मुटुमा घाउ नपार, म छँदैछु नि तिम्रो साथमा। अन्त्यमा बुढाका लागि बुढी, बुढीका लागि बुढा, यही नै शाश्वत सत्य हो। कतै मेरो भाग्य सन्तान टाढा छन्, आफू यहाँ बिस्ताराबाट उठ्न सकेकी छैन। मुटु रोगी श्रीमानलाई यत्रो दुःख दिएकी छु। धिक्कार छ मलाई। एकपटक सन्तानको मुख हेर्न पाए बरु सास छोडिदिने थिएँ। सक्ने भए उडेर गएर हेर्ने थिएँ नि मेरा मुटुको टुक्रा। मैले तिम्रो कुनै इच्छा चाहना पुरा गर्न सकिनँ। छोरा छोरा भने तिनकै लागि भनेर दिन हटी, आज तिनकै कारणले
यहाँ देख्नु पर्यो मलाई धिक्कार छ आनन्दी धिक्कार छ मलाई माफ गर आनन्दी माफ गर आनन्दी तिम्रो साथमा म हुन्छु चिन्ता नमान म तिमीलाई संसारको जुन कुरामा लगेर भए पनि उपचार गर्छु यो सम्पत्ति आखिर केका लागि यो सारा सम्पत्ति बेचेर पनि तिम्रो उपचार गर्छु बिन्ती छ आनन्दी यो मुटु खाने सन्तान म त्यागेको आनन्दी यो पापी समयको निर्ममता र पिसा र मन दुखेर छोड यो चिन्ताले तिमीलाई चिता तर्फको बाटो देखाइरहेको छ आफूलाई सम्हाल आनन्दी आफूलाई सम्हाल सामान्य मुस्कानका साथमा रामनाथका छातीमा आफ्नो शिर अड्याउँछु आनन्दी 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 तिमीले मलाई एक्लै बनाएर जान सक्दैन तिमीले धैर्य छुटाउन सक्दैन आनन्दी मलाई आपत्ति गर्न सक्दैन आनन्दी मलाई कति पार्न सक्दैन रामनाथले आनन्दीलाई काखमा राखेर रुन्छ महिला कामदारको हातमा आनन्दीको फोन हुन्छ फोनमा ग्रुप भिडियो कल आएको हुन्छ कामदारले फोन रामनाथको नजिक ल्याइदिन्छन् बुबा नातिनुहोस् म पर्सिकै टिकट काटेर आइहाल्छु म पनि पर्सिसम्म आउँछु बुबा के हो त आमाको लास हेरेर आउँछौ नलायकहरू के आमा कहिले मर्छेर आउला भनेर मृत्यु पर्खेर बसेका थिए खबरदार बिर्सेर पनि यो घरमा फर्केर नआउनु धिक्कार छ तिमीहरूलाई धिक्कार छ यो सबैलाई धिक्कार छ यो सबै कुरालाई धिक्कार छ यो सबै पीडालाई धिक्कार छ धन्यवाद दिन चाहन्छु